ध्यानेनात्मनि पश्यन्ति केचिदात्मानमात्मना अन्ये साङ्ख्येन योगेन कर्मयोगेन चापरे। यस श्लोकमा मुक्तिको मार्गहरूको विवेचना गरिएको छ। पहिलो मार्ग छ ध्यानेन अर्थात् ध्यान योग। केही सजग साधकहरूले आफ्नै हृदयमा ध्यान गर्दै आत्मालाई परमात्माको आश्रय स्वरूपमा साक्षात्कार गर्नुहुन्छ। दोस्रो छ साङ्ख्येन अर्थात् ज्ञान योग। केहीले वेदान्त दर्शन अनुसार प्रकृति र पुरुषको भिन्नता बुझेर आत्मालाई संसारबाट अलग भएर चेतन रूपमा जान्दछन्। तर श्री भाष्यकारका अनुसार एक्लो ज्ञान मात्र मोक्षको मार्ग होइन, यो भगवत भक्ति सहित भए मात्र पूर्ण हुन्छ। तेस्रो छ कर्मयोगेन। अन्य साधकहरूले भगवानलाई अर्पण गरिएका कर्महरू गर्दै चित्त शुद्ध गर्दै आत्म साक्षात्कार र अन्ततः भगवानको शरणमा पुग्दछन्। श्री भाष्यकारका अनुसार यही कर्मयोग नै सामान्य जनहरूको लागि सजग मार्ग हो, जसले अन्ततः भक्ति र मोक्षमा पुर्याउँदछ। भगवानको प्राप्ति तथा आत्मा साक्षात्कारका विभिन्न उपायहरू भए पनि जो सच्चा साधक छन् उहाँहरूले कुनै पनि मार्ग ध्यान, ज्ञान वा कर्म अपनाएर अन्ततः भगवानको कृपाले मोक्ष प्राप्त गर्नुहुन्छ। तर सबै मार्गहरूको अन्त्यमा भगवानलाई शरणमा लिने भाव अर्थात् भक्ति भाव अनिवार्य हुन्छ।